यही मिति 2083 जेठ 3 गतेदेखि सञ्चालनमा रहेको पुरुषोत्तम मास मेलाको आज 15औं दिन हो। यो मेलाको इतिहास निकै पुरानो रहेको छ। यो मेला गोपाल वंशको पालादेखि चलिआएको हुनाले यस मेलाको आफ्नै छुट्टै धार्मिक, ऐतिहासिक तथा पौराणिक महत्त्व रहिआएको छ। भागवतमा व्याख्या गरे अनुसार हयग्रीव भन्ने दानवले सम्पूर्ण वेदहरू भगवान ब्रह्माबाट चोरेर लगेपछि यो संसारमा महाप्रलय हुन थाल्यो। मत्स्यको रूप भगवान भयो। आदि माछा र आदि मानवको रूप देखेपछि त्यो ढुङ्गाको डोरीमा मत्स्य अवतारले आफ्नो सिङ बाँधेर भगवान तीव्र वेगमा त्यहाँबाट जानुभयो। विशेषतः यो महिनामा कुनै पनि किसिमको दान धर्म कर्म गर्ने गर्नाले अरू बेला गरेको दान धर्मभन्दा करोडौँ गुणा महत्त्वपूर्ण हुने गर्दछ र परिवारमा सुख शान्ति छाउने, सन्तान नहुनेको सन्तान प्राप्ति हुने जस्ता जनविश्वास रहिआएको छ। हेलो एभ्रिवान, हजुरहरू सबैजना सन्चै हुनुहुन्छ होला। म पनि एकदम फिट एन्ड फाइन छु। आज म काठमाडौँको मच्छे गाउँको मच्छे नारायण मन्दिरमा लागिरहेको पुरुषोत्तम मास मेलामा आइपुगेको छु। हजुरहरूलाई मेरो भिडियो के कस्तो लाग्छ सुरुदेखि अन्तिमसम्म हेरेर साथ अनि सपोर्ट गर्नुहोला भन्दै अब म भिडियो सुरु गर्न गइरहेको छु। यही मिति 2083 जेठ 3 गतेदेखि सञ्चालनमा रहेको पुरुषोत्तम मास मेलाको आज 15औं दिन हो। यस मेलाको मध्यन्तरमा हामीहरू पनि अवलोकन भ्रमण तथा श्री मच्छेनारायण दर्शनार्थ यस पवित्र धार्मिक स्थलमा आइपुगेका छौँ। यदि हजुरहरू पनि यस धार्मिक पावन अवसरमा पुरुषोत्तम मास मेलाको अवलोकन भ्रमण तथा दर्शन गर्न चाहनुहुन्छ भने अबको 12-13 दिनसम्ममा आफ्नो फुर्सदको समय निकालेर आउन सक्नुहुनेछ। यो मेला जेठ 31 गतेसम्म चल्नेछ। देख्न सक्नुहुन्छ आज दर्शनार्थीहरूको निकै नै धेरै चहल पहल रहेको छ। सायद आज बिदाको दिन परेर हुन सक्छ। यो मेलाको इतिहास निकै पुरानो रहेको छ। यो मेला गोपाल वंशको पालादेखि चलिआएको हुनाले यस मेलाको आफ्नै छुट्टै धार्मिक, ऐतिहासिक तथा पौराणिक महत्त्व रहिआएको छ। मलमास अर्थात् अधिक मासको समयमा यो मेला 1 महिनासम्म चल्ने गर्दछ। किंवदन्ती अनुसार श्रीमद् भागवतको अष्टस्कन्धको 24औं अध्यायमा मत्स्य अवतार वर्णन गरिएको छ। पुरुषोत्तम महिना अर्थात् उत्तम महिनाको रूपमा भगवान विष्णुले वास गर्नुभएको र पुरुषोत्तम महिनामा सबै तीर्थका देवताहरू आएर पुरुषोत्तम भगवानको स्तुति गर्नुभएको हुनाले यहाँ मात्रै मेला लाग्ने र मच्छे नारायणको पूजा गर्ने चलन चलिआएको छ। यस पुरुषोत्तम मासमा यहाँ आउने दर्शनार्थी भक्तालुहरूले पूजा गर्नाले आफूभित्र भएका सम्पूर्ण पापहरू नष्ट भएर जाने र आफ्नो मनोकांक्षा पूरा हुने भन्ने जनविश्वास रहिआएको छ। यस मन्दिरलाई विभिन्न कालखण्डमा जीर्णोद्धार गरिएको छ।
भागवतमा व्याख्या गरे अनुसार हरिदीप भन्ने दानवले सम्पूर्ण वेदहरू भगवान ब्रह्माबाट चोरेर लगेपछि यो संसारमा महाप्रलय हुन थाल्यो। 7 दिनपछि प्रलय आउने भएपछि भगवानले वेदहरू सप्त ऋषिलाई दिनुभयो र सप्त ऋषिहरूले सम्पूर्ण वेदलाई ढुङ्गामा राखेर अगाडि बढ्नुभयो। त्यस बेला भगवानले सप्त ऋषिहरूलाई अबको 7 दिनपछि म यही ठाउँमा आउनेछु र त्यसपछि मात्र यो वेदको रक्षा हुनेछ भनेर भन्नुभयो। यति कुरा सुनिसकेपछि सप्त ऋषिहरूले ती वेदहरू लगेर एकदमै अनकन्टा ठाउँमा पुर्याइनु भयो। त्यस ठाउँमा पुग्दा त्यहाँ एउटा चम्किलो ज्योति जस्तो देखियो। जब सप्त ऋषिहरू त्यसको नजिक पुगेर निहालेर हेर्नुभयो तब त्यहाँ आधा मानव र आधा मत्स्यको रूपमा दर्शन भयो। मत्स्यको रूप भगवान भयो। आदि माछा र आदि मानवको रूप देखेपछि त्यो ढुङ्गाको डोरीमा मत्स्य अवतारले आफ्नो सिङ बाँधेर भगवान तीव्र वेगमा त्यहाँबाट जानुभयो। त्यसपछि भगवान त्यहाँबाट कता जानुभयो कता जानुभयो कसैलाई पनि थाहा भएन। यही समयबाट महाप्रलय पनि सकिन्छ। महाप्रलय सकेपछि वेदलाई सुरक्षित गर्नका निमित्त भगवानले मत्स्य अवतार लिनुभएको भन्ने कथा रहेको छ। पुरुषोत्तम मास अर्थात् यो 1 महिनाको अवधिलाई अधिक मास भन्ने गरिन्छ। पुरुषोत्तम मासमा भगवान नारायणको पूजा गर्ने र पुरुषोत्तम मत्स्य कथा सुन्ने गरिन्छ। सूर्यको गति अनुसार गणना गरिने मासलाई सौर्य मास र चन्द्रमाको गति अनुसार गणना गरिने मासलाई चन्द्रमास भनिन्छ। सामान्य रूपमा तिथिहरू चन्द्रमास र गतिहरू सौर्य मासमा भनेर बुझिन्छ। सौर्य मास सङ्क्रान्तिदेखि मसान्तसम्म 21 दिनदेखि 32 दिनसम्म 1 महिना हुन्छ भने चन्द्रमास एक पूर्णिमादेखि अर्को पूर्णिमासम्म 29 दिन 12 घण्टा 44 मिनेट र 24 सेकेन्ड हुन्छ। यसै क्रम अनुसार हिसाब गर्दै जाँदा सौर्य मासको 1 वर्षमा जम्मा 365 दिन हुन्छ भने चन्द्रमासको 354 दिन मात्र हुन्छ। यसै क्रमले हरेक वर्षको 11 दिनको फरकलाई जोड्दै जाँदा 3 वर्षमा 33 दिन सौर्य मास र चन्द्रमासमा फरक पर्दछ। स्पष्ट रूपमा अधिक मास हरेक 32 महिना 16 दिन 1 घण्टा 36 मिनेट पछि आउँछ। यसै सौर्य मास र चन्द्रमास 3 वर्षमा मिलाप हुने हुँदा यस अवधिलाई अधिक मास वा पुरुषोत्तम मास भनिएको हो। धार्मिक कथन अनुसार वर्षको सम्पूर्ण महिनाबाट थोरै थोरै मैल निस्केर एउटा महिना निस्किन्छ, जुन महिनालाई मलमास भन्ने गरिन्छ। मैल अर्थात् फोहोरबाट मलमासको उत्पत्ति भएको हुनाले सबैले मलमासलाई हेला गर्छन्। यसरी सबैले आफूलाई हेला गरेको देखेर मलमास अत्यन्तै दुखी हुन्छन्। उक्त पीडालाई सहन नसकेर उनी त्यहाँबाट भगवानको गोलोक जान्छन्, जहाँ दुखी भन्ने कोही पनि हुँदैनन्। त्यसैले 12 महिनाको मल वा फोहोरबाट मलमासको उत्पत्ति भएको हुनाले यो महिनामा अर्थात् पुरुषोत्तम महिनामा कुनै पनि शुभ कार्य गर्नु हुँदैन। शुभ कार्यहरू भन्नाले पूजापाठहरू गर्नु हुँदैन भन्न खोजेको होइन, तर हामीले यो महिनामा कुनै पनि भाकल गरेका कार्यहरू गर्नु हुँदैन। साथै कुनै पनि दम्पतिको गर्भधान नहोस् भनी मलमासको अवधिमा श्रीमान श्रीमती सँगै सुत्नु हुँदैन भन्ने प्रचलन छ। यदि यो महिनामा बच्चा गर्भधान भएमा उक्त बच्चाबाट सुख प्राप्त नहुने धार्मिक मान्यता रहिआएको छ।
सन्तै रहेछ। विशेषतः यो महिनामा कुनै पनि किसिमको दान धर्म कर्म गर्ने गर्नाले अरू बेला गरेको दान धर्मभन्दा करोडौँ गुणा महत्त्वपूर्ण हुने गर्दछ। त्यसैले यो महिनामा धार्मिक कार्यहरू गर्ने, दान धर्म गर्नाले अनन्त पुण्य प्राप्ति गर्न सकिन्छ र परिवारमा सुख शान्ति छाउने, सन्तान नहुनेको सन्तान प्राप्ति हुने जस्ता जनविश्वास रहिआएको छ। त्यसैले यो मलमास अर्थात् पुरुषोत्तम मास हिन्दू संस्कृतिमा एकदमै महत्त्वपूर्ण रहेको छ।